ढुङ्गामा जलकिरा गर्दै रहेको देखे अनि उकालो निस्किँदा प्यास लागेको थियो। त्यही तलाउकै छेउमा रहेको पानीको धाराबाट कल मैले पानी खाएँ। त्यसपछि अलि यता आउँदा यो दारे ढुङ्गा भन्ने ठाउँमा आउँदा त्यहाँ विभिन्न जिल्लाहरूबाट निर्माण भएको रहेछ। अत्यन्तै तरिकाले क्रिकेट गराउनु रहेछ र त्यो 11 फिट पनि बस्न स्तरयुक्त आनन्दसँग त्यहाँ बसेर ती राष्ट्रिय खेलाडीहरू भन्ने सोचेर म माथितिर आएँ। आउँदा यहाँ जोइगाकुटी भन्ने ठाउँमा एउटा एनसेल टावर, त्यसको कोठामा धेरै सहयोगको ट्रस्टको खाना भएको टहरो, त्यसको अगाडि एउटा कुनै कार्यक्रम गर्ने खालको चाहिँ स्टेडियम बनेको रहेछ। अनि त्यस ठाउँबाट पनि म यो सिद्धार्थको मन्दिरको यो सिद्ध भगवानको दर्शन गर्न भनेर उकालो लागे। त्यहाँ दायाँ बायाँ विभिन्न फलफुलका बिरुवाहरू लटरम्म फैलिरहेका थिए। अनि खरायो जरायो जस्ता यहाँ स्थानीय खालका चौवडा अनि कोकिलाहरू, सारङहरू अनि कोइलीहरू, त्यहाँ त्यो आवाजले एकदम मनोरम